हेलो नमस्ते सबैजनालाई इट्स मी पुन ब्लग वेलकम टु माई नेक्स्ट भिडियो र यो हो पोखरा र म अहिले गुप्तेश्वर गुफामा छु। यो गुप्तेश्वर गुफा पोखरा छोलेपाटनमा पर्छ र यो पोखराको घुम्न लायक ठाउँहरुमध्ये यो पनि एउटा हो। यो पोखराको डेभिस फलको ठिक अपोजिट साइडमा रहेको छ। यहाँ चाहिँ डेभिस फलबाट आउने पानी यही बाटो भएर जान्छ र यो गुप्तेश्वर गुफामा मन्दिर पनि छ र सानो सानो सुरुङहरु पनि छ। यो चाहिँ हजुरले घुम्न र देख्न सक्नुहुनेछ, तर यो भित्र चाहिँ हजुरले फोटो खिच्न मनाही छ। गुप्तेश्वर गुफा भित्र पस्नुभन्दा पहिला जो बाहिरबाट देखिने दृश्य चाहिँ यस्तो प्रकारको छ। र गुप्तेश्वर गुफा दर्शन गर्नुभन्दा पहिला चाहिँ हामीले चाहिँ टिकट काट्नुपर्ने हुन्छ। त्यसको लागि नेपालीहरुको अलग र विदेशीहरुको अलग अलग हुन्छ र अहिले चाहिँ धेरै नै राम्रो सुविधा गरेको छ। यहाँ चाहिँ जस्तो मेट्रोको सिस्टम तरिकाले चाहिँ यहाँ इन्ट्रान्स गर्ने बनाएको रहेछ। पोखरामा घुम्न लायक ठाउँहरु धेरै छन्। डेभिस फल, पुम्दीकोट, शान्ति स्तूपा, फेवाताल, बेकनासताल यस्तै गरी धेरै ठाउँहरु छन्। तपाईहरु पनि घुम्न आउनु होला। ओह्रालो जाँदै गर्दा भित्ताका दाहिनेपट्टिहरुतिर यसरी चाहिँ मूर्तिहरु चाहिँ बनाएको देखियो र यहाँका धेरै जसो भक्तजनहरु चाहिँ इन्डियाबाट आएको देखे। नेपालीहरु पनि हुनुहुन्छ, तर नेपालीहरु भन्दा चाहिँ ज्यादा चाहिँ इन्डियनहरु अनि विदेशी पर्यटकहरु चाहिँ ज्यादा मात्रामा देखे मैले। तिर चाहिँ धेरै मान्छेहरु चाहिँ यसरी गएको देखियो। लगभग छ होला 200 जति सिडी र तल झरेर चाहिँ गुफाको द्वार स्टार्ट हुन्छ। त्यहाँ चाहिँ हजुरहरुले चाहिँ जुत्ता खोलेर दर्शन गर्नको लागि भित्र जानुपर्छ र यहाँबाट चाहिँ हजुरलाई चाहिँ क्यामेरा लैजान एलाउ छैन। भित्र क्यामेराहरु लैजान फोटो खिच्न भिडियोहरु बनाउन चाहिँ हजुरलाई एलाउ छैन र यही भित्रबाट डेभिस फलबाट जो पानी आउँछ यहीबाट चाहिँ भित्रबाट हजुरले सुरुङबाट गयो भने चाहिँ त्यो पानी हजुरले देख्न सक्नुहुन्छ। ल म चाहिँ गुप्तेश्वर गुफाको दर्शन गरेर आएँ। भित्रबाट बाहिर निस्केर आएँ। गुफाभित्र चाहिँ कामधेनु गाईको मन्दिरहरु भएको अनि शिवजीको मन्दिर अनि भित्र पस्ने एउटा सुरुङ छ। त्यो सुरुङबाट गयो भने चाहिँ डेभिस फलको जो पानी आउँछ त्यहाँ देखिँदो रहेछ। तर अहिले चाहिँ पानी नभएको कारण चाहिँ मैले देखेन। ठिकै छ, अर्को नेक्स्ट चोटि हेर्नु पर्ला। यो ठाउँ चाहिँ भक्तजनहरुले भजन गाउने ठाउँ हो। यो जो सामने गोलघर भित्र जस्तो छ त्यहाँ चाहिँ मान्छेहरुले चाहिँ भजन गाइरहेको देखे। अब म बाहिर निस्किनु पर्छ। फेरि एकचोटि हेर्नु पर्यो गुफा कस्तो छ, तल जाने बाटो। र यो चाहिँ भगवान विष्णुको सुतेको मन्दिर जो हाम्रो गुफाबाट बाहिर निस्केपछि लगत्तै यो विष्णुको मन्दिर हजुरले देख्न सक्नुहुन्छ। धेरै नै राम्रो छ यो ठाउँ। अब म यो पछि डेभिस फल जानेछु घुम्नको लागि।
र यो पातली छाँगो यानि पातलको छाँगो र अर्को नाम चाहिँ डेभिस फल र यो डेभिस फल राख्नुको कारण चाहिँ के हो भन्दाखेरि स्विस मेल र फिमेल चाहिँ यहाँ चाहिँ स्विमिङ गर्न आएको तर चाहिँ फिमेल चाहिँ यहाँबाट डुबेर बितेको भएको कारणले चाहिँ उसको बाबाले चाहिँ डेभिड फल राखेको हो उसको नाम र पछि चाहिँ यसको नाम चाहिँ डेभिस फल बस्यो र यहाँ चाहिँ मेन गरेर फेवातालको जो पानी हुन्छ त्यो ओभरफ्लो भएको पानी चाहिँ यही डेभिस फलको थ्रु भएर चाहिँ गुप्तेश्वर गुफा हुँदै जान्छ यो पानी र यो डेभिस फलमा पनि हजुरहरू टिकट काटेर मात्रै भित्र पस्न पाउनुहुन्छ र यहाँ चाहिँ यस्तो तरिकाले चाहिँ हिमालको नक्साहरू बनाएर सेम टु सेम हिमाल जस्तै बनाएर राखेको छ र एकछिनपछि तलतिर गएपछि चाहिँ त्यहाँ डेभिस फलको जो पानी छ त्यो चाहिँ देखिन्छ र यो डेभिस फलको छहरा यो चाहिँ अहिले चाहिँ धेरै नै सानो छ पछि यो बर्खायामको या पानी पर्नेको समयमा चाहिँ यो डेभिस फलको जो पानीको फ्लो छ यो जो पानीको छहरा छ यो चाहिँ धेरै ठुलो हुन्छ अहिले चाहिँ सानो छ यही जो पानीको छहरा जो गुप्तेश्वर गुफा र जो भित्रको सुरुङ छ त्यहीबाट नै यो छाँगा चाहिँ हजुरहरूले चाहिँ देख्न पाउनुहुनेछ यो कालो टाइपको यो पनि यहाँ पनि पानी भरिन्छ पछि तर अहिले चाहिँ पानी भरेको छैन यतिकै खाली नै छ र यो जो डेभिस फलको पानी छ जो फेवातालको पानी डेभिस फल भएर जान्छ गुप्तेश्वर गुफा हुने यो पानी सायद कताबाट निस्किन्छ त्यो त मलाई पनि थाहा छैन सायद यो पानी चाहिँ सेती खोला जस्तै जो भित्रभित्र बगेर कहीँ बाहिर निस्किन्छ होला धेरै नै मान्छेहरू आएर फोटो खिच्ने टिकटक बनाउने यस्तो कामहरू चाहिँ यहाँ चाहिँ धेरै नै भइरहेको हुन्छ र म चाहिँ यहाँ चाहिँ एक्लै घुमिरहेको छु रे बाबा लाटो जस्तो घुमिरहेको छु म 12 बजेको घाममा निधार टलक्क परेर कालो निधार मोटो कपाल एकचो नाग परेको रे बाबा ल हेर्नु यो पानी अहिले चाहिँ धेरै नै सानो छ पछि जो बर्खाको टाइममा चाहिँ यो पानी पुरा फुल भएर एकदम दामी देखिन्छ क्या यो ठाउँ क्या तर अहिले चाहिँ सानो देखिरहेको छ र यो पनि जो घुम्ने ठाउँहरूमध्ये एकदम इम्पोर्टेन्ट घुम्नै पर्ने ठाउँ चाहिँ एउटा हो यो पोखराको छाँगा हेर्नुहोस् यहाँ फुल पानी हुन्छ फुल पछि बर्खा टाइममा यसपछि हजुरहरूलाई अब म पुम्दीकोट र शान्तिस्तूपमा घुमाउनेछु र म चाहिँ पहिला एकचोटि पुम्दीकोट जानु भनेको तर मैले सायद बाटो बिराएर होला धेरै नै असिलो बाटोहरू हिँडेँ तर म पुम्दीकोट पुग्न सकेको थिइनँ त्यही भएर मैले चाहिँ यहाँ एकजना मान्छेलाई चाहिँ मैले बाटो सोधिरहेको छु र यो बाटो चाहिँ सायद डाइरेक्ट वहीँसम्म पुग्छ होला हजुरहरू पनि मेरो पछि पछि आउनु है आउनु वेलकम टु पुम्दीकोट यो पुम्दीकोट लगभग 1500 मिटर उचाइमा रहेको छ यो पुम्दीकोटबाट सबै ठाउँहरू राम्रोसँग हेर्न सकिन्छ लगभग खास गरेर पोखराको दृश्य अनि वरपरका ठाउँका दृश्यहरू अनि यहीबाट शान्तिस्तूप पनि राम्रोसँग देखिन्छ र यो जो शिवको मूर्ति छ नेपालको दोस्रो अग्लो शिवको मूर्ति हो र यो शिवको मूर्ति 108 फिट अग्लो छ यो पोखराको लगभग सबै ठाउँबाट देख्न सकिन्छ र यो पुम्दीकोट ठ्याक्कै सलाङकोटको ठिक अपोजिटमा रहेको छ र यो स्टेपबाट माथि जानको लागि चाहिँ हजुरहरूले चाहिँ जुत्ता निकालेर जानुपर्ने हुन्छ र यो
ठाउँमा आउनुको लागि हजुरहरूले बिहान या त बेलुकातिर आउनुभयो भने धेरै नै राम्रो देखिन्छ। यहाँबाट पोखराको भ्यूजहरू सराङकोट फेवाताल अनि पोखराको सबै सिटीहरू क्या राम्रोसँग देखिन्छ यहाँबाट। र सामनेको सहर हो पोखरा। यो धेरै नै राम्रो छ, धेरै नै ब्युटिफुल सहर छ। र हजुरले सामने एउटा मन्दिर जस्तो देख्नुभएको छ, त्यो चाहिँ शान्ति स्तूपा हो। र हजुरहरू तलबाट आउँदा शान्ति स्तूपा गएर पुण्यकोट आए पनि हुन्छ, पुण्यकोट घुमेर फेरि शान्ति स्तूपा गर्ने हुन्छ। यो चाहिँ हजुरहरूको चोइसमा पर्छ। हजुरहरू पनि पोखरा घुम्न आउनुभयो भने पक्का पुण्यकोट घुम्नु होला, किनभने पुण्यकोट पनि पोखराको एउटा मुख्य घुम्ने ठाउँ हो। पुण्यकोट जाने र बाहिर निस्किने गेट केही हो र अब केही दिनपछि यो गेट बन्छ होला सायद। पुण्यकोटको गेटबाट बाहिर निस्केपछि यो दुईवटा मूर्ति छ र यसको बायाँपट्टि हजुरहरूले पैसा तिरेर फोटोहरू खिच्नको लागि धेरै टाइपको ठाउँहरू छ, जस्तो बेलुनहरू भयो अनि अरू के छ त्यो चाहिँ मलाई भित्र थाहा छैन। तर त्यहाँको मान्छेहरूले चाहिँ मलाई बताएअनुसार चाहिँ यहाँ चाहिँ धेरै नै राम्रो ठाउँहरू छ, आउनु भन्दै हुनुहुन्थ्यो, तर म चाहिँ गएन। र बाहिर चाहिँ यो दुईवटा मूर्ति छ। पुण्यकोटको गेटबाट बाहिर निस्केर जाँदा हजुरहरू तल बाटोसम्म पुग्दा हजुरहरूले चाहिँ बिच बाटोमा धेरै नै प्रकारको सामानहरू बेच्न राखेको बाटोमा हजुरहरूले देख्न सक्नुहुनेछ र साथै हजुरहरूले किन्न सक्नुहुनेछ। र अब हजुरहरूलाई मैले शान्ति स्तूपा देखाउन लैजानेछु। त्यसको लागि हजुरहरू तल झरेर बायाँपट्टि लाग्नुपर्ने हुन्छ र शान्ति स्तूपा जानको लागि दुईवटा बाटो छ। एउटा फेवाताल भएर डुङ्गा चढ्दै त्यहाँबाट उकालो आउने बाटो छ र अर्को यताबाट हजुरहरू सजिलै जान सक्नुहुन्छ। र यो दृश्य चाहिँ पुण्यकोट साइडबाट शान्ति स्तूपा जाने बाटोमा देखिने दृश्य हो। यहाँ चाहिँ बाटो बन्दैछ। यो बाटोबाट पनि हजुरहरूले चाहिँ पोखराको दृश्य साथमा फेवाताल
अनि शान्ति स्तूपा राम्रोसँग देख्न सक्नुहुनेछ। अनि यो बाटो हिँड्दै गर्दा लगभग 15 मिनेटपछि हजुरहरू शान्ति स्तूपा पुग्न सक्नुहुनेछ। पहिला छोतारीहरूमा चाहिँ बुढापाकाहरू बसेर गफ गर्ने अनि दाउरा घाँस बोकेर चाहिँ त्यहाँ बिसाउने गरिन्थ्यो। तर आजभोलि चाहिँ चौताराहरूलाई चाहिँ सामानहरू बेच्नको लागि चाहिँ सामानहरू फिँजाएर राखेको चाहिँ मैले बाटोमा देखिराखेँ। ल यो हो शान्ति स्तूपा। यो चाहिँ धेरै नै घुम्न लायकको ठाउँ छ। यहाँ आउने दुईवटा बाटोहरू छन्, एउटा फेउताल हुँदै ढुङ्गा चढेर फेउतालवारीबाट उकालो चढ्ने र अर्को पुम्दीकोट हुँदै घुमेर यो ठाउँमा घुमेर जाने। र आजभोलि हजुरहरूले चाहिँ यो ठाउँमा भिडियो बनाउन, नाच्न, टिकटक गराउन चाहिँ रेस्ट्रिक्टेड छ। हजुरहरूले भिडियो बनाउन पाउनु हुँदैन यो ठाउँमा। र अब म चाहिँ हजुरहरूलाई सराङकोट घुमाउनलाई जानेछु। र सराङकोट घुम्नको लागि हजुरहरू बागलुङ बसपार्क हुँदै र विन्ध्यवासी मन्दिरलाई दायाँ छोडेर बायाँबाट हजुरहरू उकालो चढ्नुपर्छ। र यो चाहिँ हो सराङकोट। यो सराङकोट चाहिँ पुम्दीकोटको ठ्याक्क अपोजिट साइडमा रहेको छ। र सराङकोटमा हजुरहरूले प्याराग्लाइडिङ गर्न, मन्दिरहरू हेर्न अनि गणेशको मूर्ति हेर्न अनि हजुरहरूले टावरबाट पुरा पोखरा भ्याली राम्रोसँग हेर्न सक्नुहुन्छ। ल हेर्नुहोस्, यो हो सराङकोटको दृश्य। यो मन्दिर र यो सामनेको गणेशको मन्दिर हो। सबैभन्दा पहिले गणेशजीलाई दर्शन गरौँ हामी। ल हजुरहरूले यति राम्रो दृश्य हेर्न सक्नुहुन्छ। यसमा गणेशको मन्दिर, बिचमा मन्दिर अनि माथि गणेशजीको मूर्ति। यहाँ मान्छेहरूले टिकटक बनाइरहेका छन्, भिडियो बनाइरहेका छन्। र यो मन्दिरको दाहिनेपट्टि अगाडिपट्टि हजुरहरूले शिवलिङ्ग देख्न सक्नुहुनेछ। र यो मन्दिरको बायाँपट्टि त्यहाँ चाहिँ धेरै धाराहरू छन्, त्यो पनि हजुरहरूले देख्न सक्नुहुनेछ। यो घन्टी र यसको भित्र चाहिँ पुजारीहरूले पूजा गरिरहेका देखिन्छन्। र यहाँ चाहिँ हरेक दिन बेलुकी 6 बजे भजन कीर्तन हुन्छ र हुने गरेको छ भन्नुभएको थियो यहाँको पुजारीले। र यो चाहिँ पानी हो र यो पानी चाहिँ लगभग मुक्तिनाथको 108 धारासँग पानी जस्तो गरेर बनाइएको छ। धेरै नै सफा छ, धेरै नै राम्रो छ पानी। र म गणेशजीको मूर्ति पछाडिबाट सबैभन्दा टप साइडमा जाँदैछु। यहाँ चाहिँ एउटा मन्दिर अनि एउटा टावर पनि छ। र यो टावरबाट चाहिँ हजुरहरूले पोखरा भेली पुरै दृश्यहरू हजुरहरूले राम्रोसँग हेर्न सक्नुहुनेछ। र मन्दिर पनि छ यहाँ।
र अहिले लगभग बेलुकीको 5 बजेको छ र एकछिनपछि सायद साँझ पर्छ होला र यहाँ चाहिँ बेलुकी पख चाहिँ धेरै नै हावा चल्दो रहेछ र यो चाहिँ शिवलिङ्ग यो मन्दिरको दाहिनेपट्टि यस्तो प्रकारले राखेको छ बायाँपट्टि पुरा धाराहरू अनि दाहिनेपट्टि शिवलिङ्गहरू यसरी राखिएको छ ल म सराङगोटबाट पनि अब निस्किन्छु बाहिर र यो चाहिँ बाहिर निस्किने गेट हो र यो चाहिँ हो बेकनासताल यो बेकनासताल पोखरा पृथ्वी चोकबाट काठमाडौँतिर आउने बाटोमा पर्छ र काठमाडौँतिर आउँदै गर्दा तालचोकबाट बायाँपट्टि हामी आउनुपर्छ अहिले बेकनासताल आउने बाटो बनाउँदैछ र सायद एक सालपछि बन्छ होला र यो बेकनासताल पनि धेरै नै राम्रो छ यहाँ हजुरहरूले बोटिङ गर्न सक्नुहुन्छ आफ्नो पिकनिक सानोतिनो पिकनिकहरू गर्न सक्नुहुन्छ बेकनासतालको आसपासमा हजुरहरूले होटल पनि पाउन सक्नुहुन्छ होटलहरूमा हजुरहरूले लोकल माछाको सुप अनि लोकल माछा फ्राईहरू पाउन सक्नुहुन्छ र योबाट दाहिनेपट्टिबाट घुमेर हजुरहरू माझीगुना पनि जान सक्नुहुन्छ र माझीगुनाको उतापट्टि हजुरहरूले रूपाताल पनि भेट्न सक्नुहुन्छ यो भिडियो हजुरहरूलाई कस्तो लाग्यो यदि मन पर्यो लाइक कमेन्ट एन्ड सेयर गर्न नबिर्सिनु होला साथीहरू र हामी अर्को भिडियोमा भेट्नेछौँ तबसम्मको लागि बाई बाई